यदि तपाईहरु जिएलपिटी कसरी पास गर्ने भनेर टेन्सनमा हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईहरुको लागि एकदमै उपयोगी हुन सक्छ। अब नछुटाइ हेर्नु होला। एक जिएलपिटी कसरी पास गर्ने भन्दा तपाईले एक सिक्न पनि हुन्छ। एक मुख्य कुरा भने चाहिँ घाँटी तनक्क तन्काउने, जिरा जस्तो लामो बनाउने, यस्तो 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 चारैतिर हेर्न सिक्नु पर्यो सुरुमा। एक भनेको चारैतिर हेर्न मात्रै भएन, यसो सार्न पनि सक्नु, हात पनि छिटो चलाउनु पर्यो। यस्तो हेर्ने टक टक यस्तो यसरी चलाउन सक्नु पर्यो। अनि मुख्य अर्को टिप्स भने चाहिँ यस्तो गर्न सक्नु पर्यो। तपाईहरुले साइडतिर भएको साथीहरुलाई चाहिँ सानो सोधे, त्यहाँ भएको मान्छेहरुले नसुनी गरी मलाई नि तपाईँको एन्सर कति अनि के भन्नु यति तपाईले मैले जुन अहिले भने नि यति तपाईले यति फलो गर, यो रुललाई चाहिँ टक्क फलो गर्नुभयो भने तपाई सजिलै जिएलपिटी अब कुन चाहिँ दिनुहुन्छ त्यो चाहिँ सर्लकै पास हो। यसले हावा गफ लायो भन्नु होला हैन, हावा गफ चाहिँ हैन। मैले चाहिँ त्यही ट्रिक्सहरु टक्क अपनाएर चाहिँ मैले हेर्न सक्नुहुन्छ तपाईहरुले। ल यो चाहिँ मै हो एन्ड निजी जमानामै हानिसक्यो मैले त्यही ट्रिक अपनाएर ट्याक्क लाएर जाठो 90 नम्बर आएर पास भएर ठुलो कुरो गर्छ, झुन्डी झुन्डी पास भएर भन्ठान्नु होला। यस्तो हो, फेरि 10 गोल हानेर गेम जिते नि कुरो उयो, एकै गोल हानेर गेम जिते पनि कुरो उयो। यस्तै यस्तै जानकारीमूलक भिडियो तपाईहरुलाई चाहिन्छ भने हामीलाई फलो गर्न नछुटाउनुहोस्। हस्त, धन्यवाद।